समयको चक्र पुष्पा हजुर अहिले तिमी गएर तल रुम मिलाऊ यहाँ इलेक्सनमा बस्नु हस् सधैँ त्यसो भनेर हुन्छ तपाईको कारणले यहाँ गाउँ छिमेकमा अनुहार देखाएर हिँड्दा पनि लाज मर्दो भइसक्यो मैले के गरे रे कसैले पछि उधार खाँदै किन हिँडेको तिर्छु नि एक दिन त्यो एक दिन चाहिँ कहिले आउँछ तपाईले आफ्नो इज्जत त फ्याल्नु भयो हाम्रो इज्जत पनि फ्याल्न खोज्नुहुन्छ अहिले 2-4 दिन कमाइ छैन भन्दैमा तिमीहरू सबैजना किन खाउला जस्तो गर्छौ ह पहिला हुँदाखेरि त तिमीहरूलाई जे चाहियो सब पुराइदिएको थिएँ त मैले गर्दा गर्दै केही काम बिग्रिन्छ त मैले के गर्ने भन त अझ पनि हिम्मत छ आँट छ केही गर्ने मेरो त्यही आँट भएर होला हैन भिख माग्दै हिँडेको त्यति मात्रै हो र त्यहाँ भाडामा बस्ने श्याम दाइसँग 500 रुपैयाँ पनि मागेर लगेछौ हैन मुक्क तिम्रो बुद्धि मलाई त बाउ भन्न पनि लाज लागेर आउँछ हिँड्नु मम्मी आजदेखि केही वास्ता व्यस्ता गर्नु पर्दैन यस्ता बाउ भयो नि के नभए नि के भयो अङ्कल आएर कुनै पनि बाँकी माग्नु भयो भने नि पैसा सैसा केही माग्नु भयो भने छिरिकै नरोक्नु यदि दियो भने तिम्रो पसल कहाँ पुऱ्याइदिन्छु भन्ने थाहा हो है ओ केटा के हो आजकल त धेरै झोक्रा बसिरहेको छ जस्तो के हुनु यार घरको तनाव नि साह्रै श्रीमती पीडित भइयो यार त्यही भएर तँलाई पहिल्यै भनेको होइन बिहा नगर
पछुताउलास भनेर ए आफू त बिन्दास बिहान गरेको छैन तनाव पनि छैन बिहेको लड्डु नखाए पनि पछुताउनु पर्ने खाए पनि पछुताउनु पर्ने बुद्धि नगएर कप लड्डु खाइहाल्यो अहिले पछुताउनु परेको छ साला सबैको श्रीमती त्यस्तै हो कि मेरो मात्रै हो घर आपसी कलहले बिग्रेर जान्छ मायाको महल भरोसा गरौँ एक अर्काको जिन्दगी भर बुझेनौ भने जीवन हुन्छ सारै कष्टकर समयको चक्र समयको चक्र समयको चक्र समयको चक्र घरपेटी अङ्कल नमस्कार। कता हराउनु हो आजकल? धेरैमा दर्शन पाएँ नि त हजुरको। कता हराउनु नि, यतै छु नि। हेर न यही बेला बाइकले कस्तो टेन्सन दियो भने ठ्याक्कै पेट्रोल सिद्धिएछ। बरु एउटा काम गर न, अहिले 1000 रुपियाँ दिइराख न, पछि भाडामा कटाउँला। ओहो अङ्कल, मसँग पैसा माग्ने काम चाहिँ नगर्नु होला। आन्टीले अङ्कल आएर पैसा माग्नु हो नि 1 रुपियाँ नदिए भन्नुभएको मलाई। यदि मैले तपाईँलाई पैसा दिएँ भने आन्टीले पसलै सारिदिन्छु भन्नुभएको, अनि म के गरौँ ल भन्नुहोस् त। ए त्यसो पो भने छिन्, ठिक छ नि त, ल त म लागि। हस्। अनि त्यो किस्ता चाहिँ टाइममा तिर्ने गर्नु है, फेरि मलाई फेरि पार्ने होइन नि। भइहाल्छ नि, किस्ताको त हजुरले चिन्दै गर्नु पर्दैन, म तिरिहाल्छु नि। त्यही त अब सबैको पालो आउँछ। हेलो हेलो, भन् त नानी भन्। मम्मी तरकारी के पकाउने? आफूलाई कति ढिलो भइसक्यो। तरकारी म पनि भर्खर समूहबाट निस्किँदैछु। त्यो गुन्द्रुक छ नि नानी, त्यसलाई उमाल्दै त भुलुक। ए ढिलो भइसक्यो।
तिम्रो मलाई यही बानी त मन पर्दैन। म अफिसको कामले 2-4 दिन बाहिर जान्छु अनि तिमी खाना नखाइ बस्ने। आफ्नो स्वास्थ्यको चाहिँ ख्याल गर्नु पर्दैन। तिमी नै भएनौ भने म कसरी रहला भन त। मम्मी फेरि के भयो तपाईँलाई? ड्याडीले गाली गर्नुभयो क्या? के भएको छैन, साह्रै चिन्ता लाग्न थाल्यो। हेर्न साह्रै पो बिग्रिन थाल्नुभयो। बिग्री के गर्नु त? हामीले बिग्रिनु भनेर बिग्रेको हो र? आफै बिग्रिनु भएको हो? हेर्नु है मम्मी, त्यहाँ बाबालाई 1 रुपियाँ पनि पैसा दिने होइन नि। मम्मी बरु मलाई 5,000 दिनु न। फेरि किन चाहियो तँलाई पैसा? साथीहरूसँग घुम्न जानु सके? कति चाहिन्छ तँलाई पनि पैसा? दिनु न है। लैन तिमीहरू खाँदै गर्छौ कि? नै बाबा नआए मैले कहाँ खाने? एकछिन कुरौँ न, कोही फोन लगाउन न। के आउँछु भन्नुभएको थियो? ए आइपुगिहाल्नु रहेछ। अनि बुवा खै? बुवा तल रुममै हुनुहुन्छ। उहाँलाई मैले अघि खानेकुराहरू सबै लगिदिइसकेँ। खसीको मासु बनाइदिएको थिएँ, यहाँ कुखुरा लाग्नु हुन्छ भनेर। दही चिउरा अचार सबै खाइसक्नु भयो। ल तिमीहरू लु खाऊ न त। ल त्यो साह्रो ए 3टा ट्र्याक्टर डेलिभरी गरिदिनु, 10 लाख चाहिँ क्यास लिनु होइन, अनि बाँकी चेक दिनु है। ल घाँटीको नसा होइन, पेटको नसा चुरिनलाई सिया। आज नि भात पाएनस्? त्यति भात त तिमी आफैले पकाएर खाँदा पनि हुन्छ नि, जहिले मैले मात्र गर्नुपर्छ? होइन, तेरो दिमागको तार एउटा छिनिसकियो। अब हुँदा भात पकाउनु पर्ने काम पनि मैले गर्नुपर्ने भयो। अब पकाउनु पर्छ। श्रीमान श्रीमतीको हक अधिकार चाहिँ आधा आधा भएपछि काम पनि आधा आधा गर्नु पर्यो नि। होइन, कुन साइडमा जन्मेको छ तिनी आमाले? कि तिनी आमा त्यस्तै छिन्? हेर, मेरी आमालाई जे पाइए भन्नु नै, फेरि यही प्रेसर कुकरले तिम्रो खपसम्म फुटाइदिनु नि। तैँले होइन, मैले चाहिँ के गरेर हाल्नु त्यो यो मिसिरी भित्र राख्नुपर्छ। खुब चुमचुम हालिन्छ त ठिक एकछिनमा चाहिँ ए के छ खबर? एकदम के कसरी भन्ने यसो 5,000 चाहिँ चाहिएको थियो, छ भने दिन पायो भने। ल म आफै टिपी टार खोलिरहेको छु, त्यही भएर त मैले लिन त ल्याएको छु। बरु भएर तपाईँलाई म भोलि खबर
हो र 4-5 वटा घर छ गाडी छन् महाधनी है त्यस्तो मान्छेले यस्तो खाना खानुपर्छ र पैसाको खेल हो भाइ पैसाको पहिला पैसा छँदा बुढीको नाममा सबै सम्पत्ति हाल्दियो अहिले बुढीले बाले गरेन अनि यस्तो पसलमा आएर खानु परेछ त्यत्रो घर छ नि भाडा त उठिहाल्छ नि यार भाडा त सबै बुढीले उठाउँछ ऊ त सुन्ने हो नि हे केटाहरू तिमीहरू पनि बुढीको नाममा कहिल्यै केही सम्पत्ति नराख है भयो घरको सम्पत्ति नाममा के एउटा गन्जी खा यो नि दिने कि नदिनु साउरे कोही ग्लास छ्याङ्ग्रा र चुरोट ल्याउनु त ए हुन्छ तपाईँ एकचोटि यहाँ आउनुहोस् त भन्नु त हेर्नुहोस् मान्छेको छेउमा तपाईँलाई के भन्नु भनेर तपाईँको यहाँ यत्रो धेरै बाँकी पुगिसक्यो मलाई यहाँ होटल चलाउनु गाह्रो भयो तपाईँलाई त त्यो 5-7 हजार के पनि होइन त्यत्रो भाडा पनि आउँछ भाडा आएर के गर्नु त्यो भाडा जति सबै श्रीमतीलाई उठाउने जिम्मेवारी छु अब आफू बाहिरतिर जानुपर्छ नत्र ल्याइदिहाल्थ्यो खै के भनौँ तपाईँलाई म 3-4 घरको साउरे जग्गा पनि कति हो कति रे खल्तीमा चाहिँ 100 रुपियाँ छैन भन्नुहुन्छ बुझेर बुझिसाध्यै छैन बस्नुहोस् गएर म छ्याङ लिएर आइदिन्छु सुन्नु न एउटा चुरोट पनि दाजुभाइ जिन्दगी दिएर एकदम दाहा लाग्छ भाइ श्रीमान र श्रीमती भनेको एउटा दुईवटा पाङ्ग्रा हुन्छ यदि यो दुईवटा पाङ्ग्राहरू एकमासले चल्यो भने जिन्दगीको अन्तिम समयसम्म सम्बन्ध सुमधुर हुन्छ खै तपाईँ त्यसो भन्नुहुन्छ आफ्नो त एउटा पाङ्ग्रा भाँचेर लङ्गडा भइसक्यो म त डिभोर्स दिन लागेको छु हो दाइ त्यस्तो सोच्नुहुन्न क्या भाइ श्रीमान श्रीमतीको झगडा भनेको त परालमा लागेको आगो हो एकछिन हर्र बल्छ निभिहाल्छ नि त्यो त भनाइ मात्र हो दाइ आफ्नो पुरै घरै जल्न थालिसक्यो श्रीमती खराब भएपछि कसैलाई केही नगर्नेछ दाइ ला पुरै कुरोमा भुसुक्कै बिर्सिछु त्यहाँ तल 20 टिप जति बालो चाहिएको थियो ल्याइदिनुहुन्छ दाइ भइहाल्छ नि म अहिले पठाइदिन्छु पठाइदिइहाल्नु है होइन के भएको अहिलेको मान्छेलाई जहाँ गए पनि जता गए पनि यो लोनी स्वामीको सम्बन्धको बिचमा खाली तनावै तनाव मात्र देख्छु म त सधैँ मलाई हँसाउने
मुड फ्रेस गराउने मान्छे आफै स्याड मुडमा बसेको छौ त। त्यस्तो केही छैन। मलाई थाहा छ तिमीलाई तिम्रो दाइको तनाव छ। के गर्छौ त? मसँग भइदिएको भए दाइलाई फुल सपोर्ट गर्थे। गाउँको घर जग्गा बेच्यो भने पनि 5 लाख भन्दा आउँदैन। सम्पत्ति भएर पनि मेरो दाइले साह्रै दुःख पाउनु पर्यो। हेर नरौ, सब ठिक हुन्छ। समयको चक्र घुम्छ। हाम्रो तर्फबाट पनि हुन सक्ने कोसिस गरौँला नि, हुन्न? हुन्छ। तपाईँले यसरी किस्ता तिर्न ढिला गरेर हुँदैन। अब ढुकुटी खाने बेलामा चाहिँ सबैभन्दा अगाडि तपाईँले नै पैसा चाहिने, अनि अहिले यसो भनेर हुन्छ? किस्ता त टाइममा बुझाउनु पर्यो नि। आफूलाई कस्तो गाह्रो भइरहेछ। सुन न, मलाई अरू कुरा थाहा छैन। भोलिसम्म जसरी भए पनि मलाई चाहियो। सुन त, मलाई एकदम गाह्रो भइरहेछ। एकचोटि जजाउन जानु पर्यो। 2-4 हजार भइदिउ न। भए पो दिनु, नभए कहाँबाट दिनु? आफूलाई घर व्यवहार धान्न कति गाह्रो परिरहेको छ। 2-4 हजार किन चाहियो? 2-4 हजार त्यही जाँड धोप्न होला होइन? होइन कि 3-4 दिनदेखि एकदम गाह्रो भइरहेछ। चुरो पनि आउला जस्तो छ। एकदम जिउ पनि थरथर कामिरहेको छ, रिँगाटा पनि लाग्छ। त्यही भएर एकचोटि जजाउन जान खोजेको। तिमी किन सधैँ यसरी ताना मार्छौ भन त? के को ताना? ताना न मान, मसँग पैसा छैन। अलिअलि मौसम चेन्ज हुँदाखेरि भइहाल्छ नि, रुगा खोकी तातो पानी तताएर खाऊ न, निको भइहाल्छ नि। मम्मी मम्मी के भयो कि तपाईँलाई फेरि? तो पेट दुखिरहेछ, एकछिन पुऱ्याउ न। पेट दुखो, एकछिन पुऱ्याउ न। के भयो मम्मीलाई? पेट दुख्यो रे? तिमीले यत्रो लाखेर भयो के हेरिरहेछ? हेलो, टोखा हस्पिटल हो? यहाँ स्याकुमा एम्बुलेन्स पठाइदिनु न। ल ल ल, हुन्छ हुन्छ, हस् हस् हस्। जाऊ, उठाउ त, उठाउ उठाउ। निको हुन्छ होला कि एकछिनमा?
हेलो कहाँ छौ तिमी? म बालाजीमा छु। किन? एकछिन ला कसलाई के भयो र? सानो हेल्प चाहिएको छ कि आउनु ल। ए ल ल ल म आइहालेँ है। बाबु आज तिम्रो ढेर देख्दैन कता गयो? कता जान्छन् नि बाउको र मेरो त भेट हुँदैन। मैले त देखिनँ अनि तपाईँले कहाँबाट देख्नुहुन्छ? छोडेछ आफ्नै वाले हेरेर पो फोल्डर छ कहिले हुने कि होला सायद। यो त एउटा साथीको कर्तव्य हो। एनिवे डराउनु पर्दैन, केही पनि छैन। ल जाउँ। ड्याडी कतिखेर आउने टुङ्गो त छैन। त्यही पनि ड्याडीले यस्तो गएर खानुहुन्न क्या, अहिले खानै खानुहुन्छ। बरु त्यो पिस बाँकीहरू चाहिँ त्यसले त के टल्लबाट लाटो कोसेर जस्तो हेरेर अलि यत्रो आँखा छ निहाल बुझेर दिन नि लखेर त मेरो आँखा कुच्चा असाक्षी अस्ति आमालाई पनि सबै कुरा भन्न भ्याएछौ हैन? आमालाई मात्र हैन कहाँ भन्छु त मलाई खुर्क छोडपत्र दिने कि नदिने? यो घर मेरो नाममा गर्देऊ तुरुन्तै छोडपत्र दिन्छु, नभए त गरे हो। के गर्छु? 4 आना जग्गा दिँदा त यत्रो फुर्ती छ, जन यो घरै दियो भने त गल्लीको कुकुर बनाउनु होला हैन मलाई? गल्लीको कुकुर हैन, तिमीलाई त मुस्सो बनाएर छोड्छु। वाहन यो चुरी फुरी धेरै दिन छैन अब, मलाई पनि ठाउँमा ल्याउन सक्यो भने त हेलो हेलो
बहिनी हजुर दादा म त तँलाई नआउनु भन्ठाने थिएँ भन्न बाध्य हुँदैछु के गर्ने होला भन्नुहोस् न दादा सन्चै त हुनुहुन्छ नि सन्चै छु एकचोटि तँलाई भेटेर गफ गर्न पायो भने तेरो घर आउँ कि भनेर ल आउनु न कतिखेर आउनुहुन्छ अब तैँले भन्छस् भने त अहिले आउँछु नि त्यसो भए म खाना बनाइराख्छु छिट्टो आउनु है ल म आइहाल्छु के हो त्यो भागेर पहिलाका कि बहिनीसँग निकै खुसुर फुसुर चलिरहेछ त के पैसा माग्ने भ्याइसक्यो उसलाई मन पर्यो गई तिमीलाई किन टाउको दुखाइ होइन तिमी यस्तो नेगेटिभ कुरा किन सोचिरह अब म मेरो बहिनीसँग बोल्न पनि नपाउनु किन बोल्नु बोल्यो कि अलिकति हेल्प गरे न भनिहाल्ने बानी छ त्यहाँ घरको इज्जत उदाङ्गै बनाउने होइन मेरो बहिनीलाई थाहा नै छैन होला नि यो घरको इज्जत कति उदाङ्गो छ भनेर जानु नि त नि कतै बहिनीले इज्जत ढाकिदिइहाल्छ कि तर भोलिपर्सि छिसिक्क एउटा केही कुरा मलाई भनि भने नि मैले जानेको छु फेरि हे भगवान रहेछ मेरो सिंह आज हामी सामाजिक अध्ययन विषय अन्तर्गत विशेष व्यक्तित्वको बारेमा छलफल गर्दैछौँ। यस्तो व्यक्तित्व हुनुहुन्छ सम्भवतः भाइ बहिनीहरूलाई पनि याद भइसकेको होला, तथापि आज हामीले छलफल गर्ने व्यक्तित्व भनेको भाइ बहिनीहरू, आज यो विषय सामाजिक अध्ययन अन्तर्गतको विषयवस्तु हो। हामी यहाँ विषयवस्तु देखेपछि हामीले थाहा पाइसक्यौँ आज सरले के विषय वस्तु पढाउँदै हुनुहुन्छ भनेर। अब हामी चर्चा गर्छौँ बुवाको बारेमा। तर बुवा भन्ने शब्द यस्तो प्रकारको शब्द हो, यसमा धेरै, अझ मैले धेरै शब्दहरू लेख्न बाँकी छ। बा, बुवा, बाबा, पापा, पिता, पिताजी आदि भनेर चाहिँ हामी लिने गर्छौँ। अब आज हामी छलफलको विषयवस्तु चाहिँ कहाँबाट सुरु गर्छौँ भने म अलिकति थोरै 2 लाइनको भूमिका बाँध्छु। त्यो भनेको संसारमा अहिलेसम्म साहित्यकारहरूले, कथाकारहरूले, विभिन्न व्यक्तित्वहरूले आमाको बारेमा धेरै चर्चा गर्नुभयो। आमाको विषयवस्तुमा धेरै चर्चा र परिचर्चा आए। साहित्यका पुस्तक पढौँ, आमाको बारेमा चर्चा गरिन्छ। कथाका पुस्तकहरू पढौँ, भाषागत रूपमा पुस्तक पढौँ, आमाको बारेमा चर्चा गरिन्छ। तर बुवाको बारेमा चर्चा गरिएका किताबहरू, साहित्यिक लेखहरू, कविताहरू अथवा कुनै पनि कुराहरू अत्यन्त कम पाइन्छ। धेरैले बा, बुवा, बाबा, पापा, पिता आदि इत्यादि भनेर सम्बोधन गर्नुहुन्छ। तर लाग्छ तपाईहरूलाई बुवाको बारेमा कस्तो लाग्छ, बुवाको विषयमा अवधारणा र महत्त्व के कति छ भन्ने कुरा चाहिँ हामीलाई चाहिँ भाइ बहिनीहरूलाई अलिकति कसले भन्न सक्नुहुन्छ? हात उठाउनुहोस् त। ल, धन्यवाद। बहिनीले भन्नुहोस् त, तपाईँले भन्नुहोस् त। मेरो दाजु, मेरो ड्याडी भगवानको रेस्टुरेन्ट हुनुहुन्छ। जबसम्म उहाँको आफ्नो श्रीमाथि छ तबसम्म मेरो काम छ, अभिमान छ, मान छ र सम्मान छ। मेरो लागि मेरो आमा धरती हो भने मेरो ड्याडी आकाश हुनुहुन्छ। मेरो ड्याडी मेरो आमाको श्रृङ्गार पनि हुनुहुन्छ। म सानो हुँदा आफ्नो काँधमा राखेर मन्दिरको घन्टी बजाउन सिकाउने, ताते ताते गर्छु सिकाउने मेरो पिता महान हुनुहुन्छ। ए भइहाल्छ नि, हुन्छ हुन्छ ल है त। ल म पछि गइहाल्छु तपाईँ।
के हो मेरो गुडियालाई? ड्याडी मेरो एक सब्जेक्ट लाग्यो, सरी। ल के को सरी नि? सरी सरी भन्नु पर्दैन। अब मैले नौकक्षामा पढ्दाखेरि यत्रो यत्रो आलु खाथेँ, पछि यस्तो मेहनत गरेँ कि क्लास टपर भएर निक्लेँ। तिमी पनि टेन्सन नलिऊ, सब ठिक हुन्छ। तर मम्मी रिसाएर बम हुनुभएको छ। तँ रिसाएर के हो? तँ आफै 3 कक्षा पढे हो। होइन रिसाएर के भयो? सुन्ला बम दिन्छ। तपाईले आफ्नो इज्जत त फाल्नु भयो, आफ्नो इज्जत पनि फाल्न खोज्नुहुन्छ? अहिले 2-4 दिन कमाइ छैन भन्दैमा तिमीहरू सबैजना किन खाउला जस्तो गर्छौ? पहिला हुँदाखेरि त तिमीहरूलाई जे चाहियो सब पुऱ्याइदिएको थिएँ त मैले। गर्दा गर्दै केही काम बिग्रिन्छ त मैले के गर्ने भन त? अझ पनि हिम्मत छ, आँट छ केही गर्ने मेरो। त्यही आँट भएर होला होइन भिख माग्दै हिँडेको। त्यति मात्रै हो र? त्यहाँ भाडामा बस्ने श्याम दाइसँग 500 रुपियाँ पनि मागेर लगेछौ होइन? मुक्क तिम्रो बुद्धि, मलाई त बाउ भन्नु पनि लाज लागेर आउँछ। हिँड्नु मम्मी, आजदेखि केही वास्ता बेस्ता गर्नु पर्दैन। यस्ता पाउ भयो नि के नभए नि के भयो। अंकल कोई चीजें बना सही क्या था इधर? क्यों? बाबा देखना। itu खानु भइहाल्छ नि दादा। कम धेरै पछि आउनु भएको छ। के भन्छ अब थपी खाइन्छ नि। धेरै दिन बनाइछ सारा मेहनत गर्ने जस्तो लाग्यो। बल्ल बल्ल आउनु भएको छ। यति त गर्नु परिहाल्यो नि। अनि जैसा कहिले? उहाँ त बिहानै जानुहुन्छ अनि बेलुका मात्रै फर्किनुहुन्छ। समयको चक्र अरे कसैबाट कुरा गर्नु पहिला खाना खानुस् दादा अनि कुरा गरौँ। हुन्छ ल यो बनाइछ हेर म कसैलाई है हो आज 1 वर्षपछि मेरो भगवान रूपी दाइलाई भेट्न पाएँ। ल के भयो किन रोगी त्यस्तै हो बहिनी परिवारमा कलह मचेपछि सबै तहस नहस हुँदैछ यो सब समयको चक्र हो दादा हिम्मत नहार्नुहोस् एक दिन सबै कुरा ठिक हुन्छ। हिम्मत हारेको छैन बहिनी तर अहिले लास्टै गाह्रो भइरहेछ
समयको चक्र यो राख्नु केही भए पनि हजुरको मन शान्त हुन्छ म फाइनेन्समा पनि कुरा गर्छु मेरो दादाको अनुहार सधैँ हँसिलो होस् फेरि जयसाले के भन्ने हो नि जयले पनि दादाको पेन्सन मुक्त गराउन खोज्दै तपाईँ धन्यवाद चाहिँ कसरी भन्नुभयो के पारा हो भाइ हो भाडा तिर्नु पर्दैन तिमी जहिले भाडा तिर्ने बेला ढिला गर्छु यस्तै तालो हो भने पसल अन्त्य साह्रै हुन्छ मैले भनिदिएको छु आन्टी हाम्रो पनि महिना मैले खाएको हुन्छ भनेको टाइममा पैसा आउँदैन पैसा आयो भने त तपाईँलाई दिइहाल्छौँ नि हामी तपाईँलाई भाडा दिनु कहिले रोकेको छ हेर भाइ मलाई यो अल्याङ टल्याङ गरेको मन पर्दैन मलाई टाइममा भाडा चाहियो मलाई जसरी हुन्छ भोलिसम्ममा भाडा चाहियो होइन भने बुझिराख कस्तो भाव खोजेको है लोग्नेलाई यस्तो हालत पुऱ्याइसक्यो मेरो यस्तो स्वास्नी भए गालामा सानो हानिदिन्थे आजकलको महिलाहरूलाई बोल्नै हुँदैन उनीहरूकै हकअधिकार माथि छ होइन आज त एकदमै खुसी छु यसको कारण के होला आज मेरो दादा आउनुभएको थियो ए हो र कतिखेर आउनुभएको थियो खाना खाने टाइममा आज कति पछि मैले बनाएर दादालाई खुवाउन पाएको त्यही भएर म एकदम धेरै ह्याप्पी छु ल आज त मेरो ब्याड लकै रहेछ दादालाई भेट्नै पाएन तिमीले फोन पनि गरेनौ सरी अनि सुन्नुस् न हजुरले साबु त हुन्न नि आज मैले हजुरलाई नसोधी एउटा गल्ती गरेको छु के भन न दादाको हालत हजुरलाई थाहा छँदैछ साह्रै अप्ठ्यारो परेको रहेछ त्यही भएर मैले मेरो बाला र औँठी दिएर पठाइदिएँ ल यसमा रिसाउनु पर्ने कारण के छ र म पनि त दादालाई फुल सपोर्ट गर्छु नि हामीले दादालाई सकेको गर्नुपर्छ सबै दाना खिचाएर राखेछ कस्तो काम हो यो फेरि ल कसले बनायो सलाद काटेको छ साग पनि बनाउँछु मासु पनि बनाइछ त त्यसले त रोक्यो नि ए बबिता हजुर मम्मी यो कसले तैँले त होइन होला मैले पकाएको मैले किनकि आज मेरो दुईजना साथीहरू आउँदैछन् त्यही भएर साथी आउँदैछन् र यत्रो यो 84 व्यञ्जन अनि अरू बेला त दाल बस बस नानी भन्दा पनि जान्दिन सक्दिन म त्यस्तो त्यो त मोडमा भर पर्छ नि मम्मी मोडमा बन्छ खै पर्छ यस्तो केटाकेटी हो हेर यसै भएन उसै भएन अब श्रीमतीलाई मुद्दा हालिदेऊ अब आफ्नै श्रीमतीलाई कसरी मुद्दा हाल्नु अब के गर्छौ त भएभरको सम्पत्ति सबै श्रीमतीको नाउँमा 500 रुपियाँ सापट माग्दाखेरि उल्टो लप्पु खानुपर्ने साथीभाइ नाताको तले कसैले नपत्याउने यसरी नै सधैँ गल्ली कुर्दै भएर लखर हिँडिराख्ने के गर्नु समयको चक्र रहेछ हिजो के थिए आज के भए भोलि के हुन्छु केही थाहा छैन तर हिम्मत चाहिँ हारेको छैन मैले हिम्मत हारेको छैन भने के गर्छौ त जे गर्छ पैसाले गर्छ तँ तिमीसित छैन बरु मुद्दा हाल्यो भने तिमीले जित्छौ मुद्दा हाल घरमा जे जस्तो भए पनि अदालत लगेर स्वाख्ने छोरछोरीको म बेइज्जत गर्न चाहन्न धन्यवाद सल्लाह र सुझाव दिएकोमा राम्रै सल्लाह दिएको मानेनौ अब यसरी नै भौतेर हिँडिराख पक्नुस्
दाइको घरमा छिर्ने कुनै अधिकार छैन। तपाईँ पनि के भन्नु तिमीलाई? भाउजू म तपाईँको घरमा होइन मेरो दाइको घरमा आएको हो। ए तिम्रो दाइको घर पो? यो कोही तिम्रो दाइको घर होइन, मेरो घर हो। आफू खुसी गरेर भागेर गएको होइन? हाम्रो इज्जतको ख्यालै नगरी अहिले फेरि कुन मुख लिएर आएको नि? वाह भाउजू वाह, मेरो दाइलाई नाङ्गो बनाएर अझ इज्जतको कुरा गर्नुहुन्छ। र अर्को कुरा, मैले मेरो जीवनसाथी रोजी गएँ, त्यसमा तपाईँलाई के टाउको दुखाउन पर्यो? टाउको दुखेको पनि छैन र दुखाउँदिन पनि। बस तिमी जिन्दगीभर यो घरमा नआऊ, जाऊ। समयको चक्र एक दिन तपाईँलाई पनि भेट्ला, त्यो बेला बुझ्नुहुन्छ आफ्नो परिवार के हो भनेर। लाजेर पनि लुसुक्क आउँछ त, उल्टै मलाई पाठ पढाएर जाने। महाराज त आफ्नो बहिनीलाई पो भेट्न जानुभएको रहेछ। भरे आउनु मुझे जानुहुन्छ। टेन्सन लिएर मात्र के गर्ने, केही न केही त एउटा उपाय निकाल्नै पर्यो नि। उपाय त कति छ कति, सबै उपाय अपनाउनु पैसा चाहियो, जुन आएको छैन। भाउजूलाई भनेर एउटा घर बेच्दिउँ न त, म भाउजूलाई भन्छु नि त। माने भए त हुन्थ्यो नि, माने भए कति हुन्थ्यो। अब के हो, सबजनाले उचालिदिन्छन्, सरकारीबाट त्यति नै उचाल्छन्, छरछिमेकीले त्यति नै उचाल्छन्। अहिले आएर बुझ्दैछु पैसा म लड्न त भनेर भान्जेटी सबै श्रीमती नाममा राखि अहिले यो आएको छ। ठिकै छ नि त, म भाउजूलाई एकचोटि सम्झाउँछु नि त। केही फाइदा छैन सम्झाएर, उल्टो तिमीलाई लहर्छ। केही न केही त गर्न पर्ने। मेरो एउटा सानो काम हुँदैछ, त्यो काम भएपछि म केही न केही गर्छु नि त साथी। थ्याङ्क यू यार। ए साँच्ची तिमी इलान जाने भन्ने सुनेको थिएँ, कहिले हो? नत्र म पनि सँगै जान्थेँ। जाने भनेको त हो, तिमी पनि जाने हो र? ए जाउँ भनेको, एकदम दिमाग पनि ह्याङ भइरहेछ, यसो फ्रेस हुन्छ भने। ओके ठिकै छ त, जाउँ न त सँगै। कहाँ गयो होला भने पो त, यहाँ तल आएर पो सुतेर मरिरहेको रहेछ है। यसरी दिनभरि सुतेर हुन्छ भने काम खोज्न जानु पर्दैन? होइन, कुन जमानाको दिन खाएको रहेछ यसको मैले। जति बेला पनि सताउँछ त, खुरुक्क छोरा पत्रकार भन्दै किन गरिदिनुहोस् है? मलाई मन लाग्यो बेला गरौँला, तिमीले भन्ने बित्तिकै किन गर्ने नि? त्यो त थाहा पाएन नि, तेरो मन लागेको बेलामा त जे पनि हुन्थ्यो नि, आफ्नो मन लाग्यो भने केही हुने होइन। हेर, धेरै कुरा घुमाइ गर्ने नै, फुरुक्क काम गर्न जाऊ। तैँले जा भन्दा जाने, आ भन्दा आउने, खा भन्दा खाने, नखा भन्दा नखाने, तेरो नोकर म कुरा गर्छ। सुते के हो दाइ, जयवीरको घर त सोध्न आएकै छ नि त। त्यही त भने, मलाई पनि एउटाले सोधिरहेको थियो, मैले त देखाइदिनँ। के देखाइदिनु, ऋणै ऋणमा डुबिरहेछ। साह्रै दशा पो लागेको रहेछ त्यो दाइलाई, अघि दाइ। जिन्दगीमा उतार चढाव भने त भइहाल्छ नि, तर यस्तो बेलामा परिवारले सपोर्ट चाहिँ गर्नै पर्छ। त्यत्रो घर जग्गा भएको मान्छे हेर त यसरी भौतारेर हिँड्नु परेको छ। जीवनसाथी खराब परेपछि जिन्दगी तहस नहस हुन्छ भन्थे, सायद यही होला। खोइ दाइ, श्रीमती पनि के खालको रहेछ? त्यही त भन्दैछु म, नारीले चाह्यो भने त्यो घर स्वर्ग पनि बनाउँछ, नर्क पनि बनाउँछ। त्यसो भएर मैले आजसम्म बिहे पनि गरेको छैन, गर्नेवाला पनि छैन। अनि तपाईँहरूले गर्न खोज्नु भएको चाहिँ के हो? अनि कसैले किस्ता नतिर्ने, कहाँबाट पैसा आउँछ त्यसो भए?
अर्कोले आखिर तिम्रो प्रब्लम चाहिँ के हो के हो प्रब्लम त्यो बहिनीले किन छिर्न नदिएको किन भित्र छिर्न दिनु त हाम्रो इज्जतकै ख्याल नगरिकन पहिलो भागे कि होइन अनि उतै रमायो भइहाल्यो नि यहाँ किन आउनु पर्यो यहाँ नआएर जाने चाहिँ कहाँ त यो उसको माइती हो यहाँ आउनु उसको जन्मसिद्ध अधिकार हो तिमी हामी दाजुबहिनीको सम्बन्धमा किन दरार गर्न खोज्छौ यस्तो गरेर तिमीलाई पाउँछौ कि किन नेगेटिभ भइरहेछौ तिमी ए अझ सबै मैले गरेको तिमीले केही गरेकै छैनौ होइन यो सब तिम्रो कारणले भइरहेको छ दुनियाँभर हिँड्यो बाँकी खायो रक्सी खायो दुनियाँ ठाउँमा हिँड्यो पैसा जति लगेर कहाँ डुबाएको छ खै पैसा राम्रै कुन चाहिँ तरुणीले खुवायो अझाएर उसकै ठुलो स्वर नारी वाह तिम्रो लीला पनि अपरम्पार छ मसँग पैसा हुँदा त सबैजना वाह 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 थियो नि त आज अलिकति व्यवसाय डुब्यो भन्दैमा मलाई उल्टो साथ दिनु सपोर्ट गर्नुको सट्टा उठाउनुको सट्टा लडाउनु खोज्छौ तिमीहरू लडाउने सडाउने कुरा छोडिदेऊ यो घर बेचेर फेरि बिजनेस सुरु गर्छु भन्ने सोचेको होला नसोचे पनि हुन्छ सोचेको पनि छैन मैले गल्ती गरेँ कि मेरो सारा सम्पत्ति तिम्रो नाममा नामसारी गरिदिएर तर एक दिन समयको चक्रले खुसी हुने दिन पनि ल्याउँछ बुझ्यौ साथ फेर लिँदाखेरि साथ जन्मसँग सुखमा दुःखमा साथ दिन्छु भनेको बाचा यही हो नाप्यो यस्तो भन्दै हिँडेको 4 वर्ष भइसक्यो खुबै हेलो अनि पैसा दिनु पर्दैन भने ल हेर मेरो चक्कर त यहाँसम्म रहेछ यो प्रकारले यहाँसम्म किन लाग्यो यहाँ केले टोकाऊ यसरी मिच्न पाइन्छ के गरे भाइ यो अर्काको साँधै मिचेर किला ठोक्ने कहाँ साँझ मिचेर भाउजू नापेर किला ठोके भयो आफ्नो मन परिपाराले जहाँ पायो त्यही नाप्न पाइन्छ के गरेको यहाँ देख्नु भएन यत्रो वा के हो तिम्रो पारा भाइ ए यत्रो किला गरेको छ जे मन लाग्यो त्यही गर्ने होइन है भनिदिएको छु मैले आफ्नो ठाउँमा काट्नु क्या खुल्केको आइमा रहेछ अब मेरो जग्गा यहाँसम्म छ उसले चाहिँ प्रकारको वहाँसम्म लगिदिएछ अझ उसकै ठुलो स्वर गर्छ सर्नेस उस्तै खालको भयो क्या अलिकति मयौँ खालको भएछ क्या ल ठोक्ने किला टोक्यो दिदी ओहो पिरु बेबु दिदी सम्झेर आएको भए त्यस्तो होइन दिज्यू मैले हरेक पल हजुरलाई सम्झेकै छु तर घरको कारणले भत्ताभुङ्ग भएको अहिले आएर सबै बुझे सबै जाने पिर नगर एक दिन सब ठिक हुन्छ अनि दादालाई कस्तो छ नि ड्याडीलाई भेट्न पाएको छैन उता घर आउनु भएको बेलामा मम्मीले के भनेर हजुरको मन दुखाउनु भएछ त्यही भएर म सिधै यता आएको मैले भने नि एक दिन सब कुरा ठिक हुन्छ यो सब कुरा छोडिदेऊ अब पहिलोचोटि फुपूको घरमा आएको छौ भन के खान्छौ नाइ दिज्यू म केही नखाने म त हजुरसँग माफी मात्र माग्न आएको माफी के पो माफी मैले नि हजुरलाई अनजानमा नराम्रो सोचे सरी दिज्यू अरे अरे हाम्रो बेला त ठुली भइसकेछ त्यस्तो माफी साफी छोड अब गएर खाजा खान पहिला अनि कुरा गरौँला
अनि तिमी जयवीरको छोरा होइन नि अरे केटी चाहिँ फुल मस्तीमा छ अरू बाले क्यान्सिल दिएर के को मस्ती यस्तो कुपुत्र हुनुलाई त नहुनु नि केस ल होइन ल सुन्नुहोस् हामी ढुकुटी खेल्ने जम्मा 25 जना थियौँ होइन अब 7-8 जना त कता हो कता बेपत्तै 6-7 महिनै भइसक्यो अनि अरू बाँकी रहेका पनि कहिले के बहाना बनाउँछन् खोइ आउँदैन अनि तपाईँहरू मलाई पैसा भएन भनेर किचकिच गर्नुहुन्छ अनि मैले एकजनाले के गर्नु ल भन्नुहोस् त तपाईँहरू नै त्यो त तपाईँको प्रब्लम हो नि हामीलाई त पैसा चाहियो नि हेरेर त्यही त मैले पनि अस्ति भर्खर खाएको त्यो पैसा चाहिँ कहिले तिर्नुहुन्छ नि तपाईँले त्यो त सबै मिलेर उठाउनु पर्यो नि त अनि खेल्ने बेला अझै सबैजना मिलेर खेलियो अनि अहिले म एक्लैले कराएर हुन्छ त ओहो उसो भए म यो ढुकुटी खेल्दिनँ अहिलेसम्म जति पैसा जम्मा भएको छ त्यो पैसा मलाई दिनु पर्यो त्यसो भनेर हुन्छ अनि म एक्लैले कहाँबाट पैसा ल्याउनु भन्दैछु त सबैजना मिलाउँ उठाउँ त्यो भागेकाहरूले खोजेर ल्याउँ सबै किस्ता जम्मा गरेपछि त सबैले पैसा पाइहाल्छ नि अनि कहाँ मलाई मात्रै गरिराख्नु भएको तपाईँहरू अब म यो ढुकुटी खेल्दिनँ म तपाईँले 1 महिनाको टाइम दिन्छु मेरो पैसा सबै फिर्ता दिनुहोस् म चाहिँ नखेल्ने भयो तपाईँहरू के गर्नुहुन्छ हामी पनि नसे यहाँ हलाबाट 5 पैसा फिर्ता गर्नुहोस् ए अब म चाहिँ के गरौँ भन्नुहोस् त तिमी नआत न म यो सबै व्यवहार मिलाउँछु अनि पछि फेरि एकचोटि मिटिङ बसौँला पाइहाल्छु नि पैसा के हो त भागेर पहिला गएको फुपू गाउँमा गएको थिएछ त तनी गए भइगयो नि त आखिर फुपू हुन् क्यारे यो बाउको सन्तानको कुरा नगरे मसँग अनि त चाहिँ कसको सन्तान नि त्यही ड्याडीको छोरो हैनस् त पनि ओहो ड्याडीको त एक्कासी तारिफ गर्न थालिस् त पहिला गएको फुपूले पुरै पाठ पढाएर पढाएन क्या हो त फुपूले मलाई पाठ पढाएर पढाए चित्त बुझे तँलाई अब बेकारमा ड्याडीलाई तनाव दिएर हिजो अस्तिसम्म त्यही ड्याडीले नाना भाती भने त पनि हैन आज कसरी हृदय परिवर्तन भयो कसरी माया लाग्यो पहिले जानुपर्ने माया थियो तेरो र मम्मीको लैलेमा लागेर मेरो बुद्धि भ्रष्ट भयो ए ड्याडीले हामीले जुन व्यवहार गरिरहेछ नि त्यो एकदम गलत भइरहेछ ल यो प्रवचन चाहिँ अन्त गर्नु सुना मलाई हैन हेर्न कहिले पनि एक दिन बुझ्छस् ओहो भाइ पार्टी चलिरहेको छ त आता मस्ती छ है बल्ल त कति दिनपछि फ्रिडम पाएको छु दाइ बुढी 1 महिनाको लागि टुर गए नि त अनि बुढी टुर गई भनेर यसरी म्युजिक बजाएर नाच्नु पर्छ त भने दाइ पनि श्रीमतीको पीडा तपाईँलाई के थाहा भाउजू त्यस्तो पर्नु भएन आफ्नो त रातभरि क्याउ 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 गरेर 24 घण्टा तनावै तनाव कमसेकम 1 महिनाको लागि त आनन्द भयो नि दाइ त्यसो भन्नु हुँदैन भाइ जे भए पनि साथ फेर जग्गे घुमाएर ल्याएको श्रीमती पो हो त आमा मात्रै मिलेर नहुने दाइ ओ फिटिकै मिल्दैन नमिलोस् दाइ आफू त 1 महिनाको लागि बिन्दास छ ल बरु दाइ आज मेरो तर्फबाट पार्टी चाहिँ के लिनुहुन्छ उही त हो नि रेगुलर चिया साउनी एक कप चिया मम्मी के भयो हजुरलाई झोक्राएर बस्नु भएको छ त केही भएको छैन त्यो ढुकुटीको टेन्सनले अलि दिमाग खराब भइरहेछ हौ अब तपाईँलाई त्यो ढुकुटीको चक्करमा नपर्नु भनेको मान्ने होइन कहिले के गर्नु त अब पहिले सबैजना मिलेर खेलौँ भन्यो हुन्छ भनेर आफै अगाडि सरिहाल्यो अहिले 8-9 जना कहाँ भागे कस्तो टेन्सन हुन्छ सबैले मलाई नै झ्याउ गर्छ खोइ त ड्याडी आउनुभयो खै मैले त देखाएको छैन साँच्चै मम्मी ड्याडीलाई विस गर्नु भयो त अब त्यही काम बाँकी छ बुढेसकालमा विस गर्ने होइन
त फुपूकोमा गएर आएपछि त नचाहिने कुरा गर्न थालिस् त। के रे त फुपूकोमा गएको थिइस्? बाउ पनि बहिनी भनेर लुसुक्क जान्छ अनि तँ के छप्न गएकी? मैले के मेरो फुपूलाई पनि भेट्न चाहन्न पाऊ। अनि किन भेट्नु पर्यो त? त्यो हाम्रो इज्जतको ख्यालै नगरी सुत्त भागेर पहिले गएकी होइन? त्यस्ताले भेट्न जाने त ठुक्क तेरो बुद्धि। ओ तपाईँकै छ बुद्धि। बाउलाई त थर्काउनु भयो मलाई थर्काएर चाहिँ के पाउनुहुन्छ? ओइ मम्मीसँग मुखै लाग्छस्? मम्मीले हाम्रो कति केयर गर्नुहुन्छ थाहा छ तँलाई? हामीलाई मात्र किन त्यसले पनि केयर गर्नु पर्यो नि। टोलमा जयवीरको श्रीमतीले सनकले पुर्यायो भने अलिअलि छैन, त्यही पनि उनीहरूकै ठुलो कुरा। ओए त बढी हुन्छस्? हेर्नुहोस् मम्मी, त्यो फुपूकोमा गएर आएर सब पाँच बढेर आएर यस्तै भयो कि, नत्र भने पहिला यो यस्तै थिएन। भरे तेरो बाबा आउन दिएन, म यिनीहरू दुईटालाई उतै खेद्छु। हो अब त्यही गर्नु के मम्मी? र त्यो ढुकुटीको टेन्सन चाहिँ नलिनुहोस् के। बिग्रेर जान्छ मायाको महल। साँच्चै सुन्नुहोस् न, हजुर अफिस जानुभन्दा अगाडि एकचोटि त्यो फाइनेन्समा पसेर जानुहोस् न है। ओहो, फाइनेन्सको कुरा भन्दा एउटा कुरा याद आयो। तिमी गएर छिट्टो खाना बनाइहाल त, अफिस पुग्नुभन्दा अगाडि मामालाई भेट्नु छ। मामालाई भेट्नु छ? किन, केही काम थियो कि? त्यही पैसाको कुरो मैले मामालाई भनेको थिएँ, मामाले मिलाइदिनु भएको छ अरे। अफिस जानुभन्दा पहिला घरमा पसेर जानु भन्नुभएको छ। मामाले पनि ब्याजमा लिनुभएको होला, कति दिन्छ कुन्नी? ब्याज पर्दैन रे, 8-9 महिना त्यत्तिकै चलाउनु भन्नुभएको छ। त्यति बेलासम्म त केही न केही उपाय लागिहाल्ला नि। त्यो त दादाले केही न केही उपाय निकालिहाल्नुहुन्छ नि। दादालाई चल्ने बाटो हुन्छ, हामीले सकेको सहयोग गर्नुपर्छ दादालाई। यी सबै गफ गर्नु भन्नु पहिला खाना बनाउने काम चाहिँ छिट्टो गरिहाल त। हस् हुन्छ, म बनाइहाल्छु। भरे दादाले यही बोलाउनु पर्यो। खै त तपाईँ फोनै उठाउनुहुन्न त। अब फोनमाटै उठाएर के गर्नु? पैसा जम्मा भइसकेकै छैन। त्यसो भनेर कहाँ हुन्छ? मलाई त आज जसरी पनि चाहिन्छ। अब चाहिन्छ मात्र भनेर हुन्छ? सबैको किस्ता आएकै छैन, अनि मैले चाहिँ कहाँबाट ल्याएर दिनु? हेर्नुहोस्, अरू कुरा मलाई केही पनि थाहा छैन। म एकछिनपछि तपाईँकै घरमा आउँछु। अब त धम्क्याउने पो थाले त। यिनीहरूलाई पक्का मैले जानेको छु। हेलो दर्शन दिदी हो? दर्शन दादी मानीहरू के छ, आरामै छौ? दिदी ड्याडी त्यहाँ आउनु भएको छ? आउनु भएको छैन। किन, के भएर? हेर्नु न, कहाँ पो जानुभयो। घरमा जति झगडा भए पनि कहीँ जानुहुन्न थियो, तर अस्तिदेखि घरै आउनु भएको छैन। त्यही त मैले पनि अघि फोन गरेको थिएँ, स्विच अफ भन्छ। कता जानुभयो त? खै कता पो जानुभयो दिदी, मलाई त एकदम डर लागिरहेछ। न त्यो कति साथीहरूकोमा पो जानुभयो कि। अलि भाउजू चाहिँ कता हुनुहुन्छ त? मम्मी त ढुकुटीकै धुनमा हुनुहुन्छ नि। दिदी म एकछिन आउँदैछु है। ल आऊ। बबिता, ए बबिता, कहाँ गइछौ? रमेश, ए रमेश। हजुर मामे। तँ बोल्दैन नि त कोही पनि। किन बोल्दैन मन? खोइ मारारी छैन त, कहाँ गयो? अघिसम्म थियो त्यही फोनमा बोल्दैछु त। यहाँ सुन, म त ढुकुटीको पैसा उठाउन जान लागेको। यहाँ एकजना केटी घरमा आउँछु भनेकी छे, त्यसलाई मम्मी ढुकुटीको पैसा उठाउन जानु भएको छ भन्दै है। खोइ त बडा महाराज 3 दिन भइसक्यो घर नआएको, कहाँ गयो अनको नि? जासिके छ, के टेन्सन लिइराख, आइहाल्छ नि। त्यो महारानीलाई पनि भात खानु भन्नु। 3 दिन भइसक्यो भात नखाइबस्यो कि। बाउको पिफे होला नि त, के टेन्सन लिइराख, तपाईँ आफ्नो काममा जानु न। सुन्नु त, जयबी साउ त घर छोडेर हिँड्यो रे त। के भन्छ नि? कहाँ छोड्छ ल?
फेरि यो नयाँ हल्ला कसले चलाएछ फेरि? के को नयाँ हल्ला हुनु नि? त्यो तल चिया पसलले सोलमारी साउ छैन हो त्यसलाई भनेर हिँडेको रे के? घरमा धेरै टर्चर हुन थाल्यो रे। अब म यहाँ बस्दिनँ भनेर नमरी बाचे फेरि भेटौँला भन्दै आफूले चढ्ने स्कुटी पनि त्यही पसलमै छोडेर गएका छन्। लु हेर्नुहोस् त। हो र भने बिचरा सहनै नसकेपछि के गरोस् त? हिँड्यो होला घर छोडेर। अनि घरका मान्छेले चाहिँ थाहा पाएनछन् रे? खै त्यो त के थाहा, तर सुनेर साह्रै खल्लो लाग्यो। के गर्छौ त? परिवार बिग्रेपछि सबै तहस नहस हुँदो रहेछ। अहिलेका मान्छेले यस्तो कुरा बुझ्दैनन्। खालि पैसा 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 मात्रै भनेका छन्। पैसा नभएपछि कुकुरले पनि हेप्छ भन्थे हो रहेछ। बरु जता गए नि आफ्नो ज्यान तलमाथि नगरेपछि हुन्थ्यो। अब पेर गरेर के गर्छौ त? आफ्नो आफ्नो कर्म हो। बरु के कसो रहेछ म पनि यसो बुझेर आउँछु नि। होइन यति बिधि फोन कसलाई ट्राई गरिरहेको? दादालाई। दादालाई? किन के भएर दादालाई? हेर्नुहोस् न दादा अस्तिदेखि घर आउनु भएको छैन रे। फोन पनि लाग्दैन। मैले कति धेरै ट्राई गरेको। कतै काम पर्यो होला, साथीभाइसँग जानुभयो होला, मोबाइलको ब्याट्री सकियो होला। यति सानो कुरामा कति टेन्सन गरे कि? दर्शन भेनाज। ओ दर्शन, के आराम छ? के खा भयो त? काजाली भएको रहेछ। के थाहा छैन। ड्याडीले जे जस्तो भयो नि मोबाइल कहिले स्विच अफ गर्नुहुन्न थियो। अरे तिमीहरू पनि यति सानो कुरामा आत्तिहाल्छौ। एक दुई दिन हेरौँ, त्यसपछि के गर्नुपर्छ गरौँला। दिज्यू ड्याडीको 2-3 जना साथीहरू मैले पनि चिनेको छु। त्यो अङ्कलहरूलाई गएर सोधौँ न। दादाको साथीहरूलाई त मैले पनि चिनेको छु। त्यसो भए गएर सोधिहालौँ म त। ओए सुन न सुन, मेरो कुरा त सुन। ओहो यो त ड्याडीको स्कुटी हो त। त्यही त भनेको है, यो त दादाकै स्कुटी हो। परिवार मिले स्वर्ग बन्छ घर। परिवार मिले स्वर्ग बन्छ घर। आपसी कलहले बिग्रेर जान्छ मायाको महल। भरोसा गरौँ एक अर्काको जिन्दगी भर। बुझेनौ भने जीवन हुन्छ साह्रै कष्टकर। समयको चक्र, समयको चक्र, समयको चक्र
समयको चक्र